नमस्कार सम्पूर्ण श्रोता साथीहरू। नेपाल इजरायल.नेटको तरङ्गमा आज पनि म तपाईहरूको अनलाइनको साथी जस्मिन वास्तविक जीवनको सत्य घटनामा आधारित कथा अनलाइन प्रेमका साथ उपस्थित भइसकेकी छु। रोजगारीको सिलसिलामा कतारमा रहनुभएका साथी अवागी कान्ता गाउँलेजीको वास्तविक कथाको शुभारम्भ गर्न चाहन्छु यो उहाँकै मिठो गजलबाट। आफूले चाहेको मान्छेलाई मनदेखि मेटेर कहाँ मेट्न सकिँदो रहेछ र कमला, यो गजल मात्र तिम्रो नाममा, मात्र तिम्रो। मलाई जस्तो तिमीलाई हुन नपरोस्, सम्झी तस्बिर तिमीलाई छुन नपरोस्। मलाई जस्तो तिमीलाई हुन नपरोस्, सम्झी तस्बिर तिमीलाई छुन नपरोस्। मोड आउलान् जिन्दगीका यात्राहरूमा मेरो नजिक तिमीलाई हुन नपरोस्। हाँसेरै जीवन बिताऊ जुनी जुनीसम्म, अतीत बिउजे तिमीलाई धुन नपरोस्। पीडा जति झेल्नु परोस् सबै सहिदिन्छु, दुःख मलाई तिमीलाई हुन नपरोस्। यादहरू बटुलेर एकान्तमा तँलाई आँसु बगाई तिमीलाई रोन नपरोस्। अनायसै मुटु दुख्यो उनको प्यारमा परेछु कि, थाहै नपाई धड्कन बढ्यो उनकै समीप पो सरेछु कि। यता उता कोल्ट फिर्दा बिहानीले चिहाउँछ, निद छैन सायद उनको सम्झनामा पो परेछु कि। साँच्चै कमला, यी पंक्तिहरूले जे बोलेका छन् ममा त्यस्तै भएको थियो। जुन बेला हाम्रो भेट भएर कुराहरू अघि बढ्न थालेका थिए, म आज पनि ती दिन सम्झन चाहन्छु। ती दिनहरूमा तिमीले मसँग गरेका हरेक कुराहरू निष्पक्ष, निडर अनि खुलेर आफ्ना विचारहरू म समक्ष प्रस्तुत गरेकी थियौ। हामी बीचको दूरी धेरै टाढा थियो, तर विश्व साइबर सञ्जालले गर्दा होला हाम्रो एक आपसको दूरी एकदमै नजिक भएको म महसुस गर्थेँ। तिमीसँग कहिले झगडा गर्थेँ त कहिले मिठा मिठा कुराहरू गर्दै दिन बित्थे। बिछोडपछिको मिलन जस्तै मेरो जीवनमा धेरै हलचल मचिएको थियो। तिमीसँग कुरा हुन थालेपछि मैले विश्व नै जिते लाग्थ्यो। म यति खुसी थिएँ कि ती क्षणहरू म शब्दमा बयान गर्न नै सक्दिनँ। ओइलिएर सुकेको मेरो मनमा बसन्तको बहार छाउँदै नयाँ भविष्यका, नयाँ कल्पनाका मुनाहरू क्रमशः पलाउँदै आइरहेका थिए। परदेशमा रहेर पनि यसरी कुरा गर्न पाउँदा हामी कति खुसी थियौँ अघि। जब तिमीसँग कुरा हुन्थ्यो मलाई कुनै थकानको महसुस हुँदैन थियो। 3 घण्टाको लागि आराम पाइने दिउँसोको समय तिमीसँग कुरा गर्दा 3 मिनेटमा सकिएको जस्तो लाग्थ्यो। जति कुरा गरे पनि गरिरहँ लाग्ने। खै के हुन थालेको थियो ममा? कमला, तिमीप्रति म यसरी हराउँदा आफैलाई चिन्न छाडिसकेको थिएँ। तिमीसँगको सम्पर्क एकछिन टुटेमा पनि यो मन त्यसै डराएर
नभेटौँमा यो मन डराउँछ, यो मन डराउँछ। दिनहरू यसरी नै बितिरहेका थिए। हामी बिचको सम्बन्ध अझ नजिक बन्दै गइरहेको थियो। कमलाले मलाई राम्ररी बुझेकी थिइन् भने मैले पनि उनलाई राम्ररी बुझेको थिएँ। उनले आफ्नो परिवारको बारेमा अनि आफ्नो घरको अवस्थाको बारेमा खुलेर भनिसकेकी थिइन्। त्यसै गरी मैले पनि मेरो परिवार र आफ्नो बारेमा उनलाई सबै कुरा नलुकाई बताइसकेको थिएँ। कहिलेकाहीँ कुरा गर्दै जाँदा उनी भन्ने गर्थिन्, मसँग विवाह नगर्नुहोस्, हाम्रो परिवार राम्रो छैन, मैले पढेको पनि छैन। तर म उनलाई सम्झाउँदै भन्थेँ, मैले तिमीसँग बिताउने हो कमला, के तिमी मलाई साथ दिन सक्दिनौ? सबै कुरा छाड, मैले तिमीलाई अनि तिमीले मलाई बुझ्यौ भने हाम्रो जीवनमा कुनै अप्ठ्यारो आउने छैन। त्यसबेला उनी केही भावुक बन्दै भन्ने गर्थिन्, साथ दिन सक्छु र बुझेकी पनि छु। मैले पुनः सोध्ने गर्थेँ, अनि के चाहियो त यहाँभन्दा तिमीलाई? उनले भन्ने गर्थिन्, ठिकै छ, हेर्दै जाउँ, पछि के हुन्छ। उनका यस्ता कुराले मुकै रिसाइने गरी उनलाई भन्ने गर्थेँ, तिमीलाई थाहै छ कमला, मलाई घुमाएर कुरा गर्दा धेरै रिस उठ्छ। अनि उनी हाँसेर भन्थिन्, यति भन्दैमा रिसाइहाल्नुपर्छ त बाँदर। कमलाको यो बाँदर भन्ने ठेगो अति प्यारो थियो मलाई। भन्छन् नि, मन परेको मान्छेले जे भने नि, जे गरे नि, जे लाए नि राम्रो लाग्छ भनेर। त्यस्तै पहिले पहिले कमलाले यसरी बाँदर भन्दा अलि रिस उठे पनि अचेल मलाई बाँदर भनेको मन पर्न थालिसकेको थियो। उनी बिनाको जीवन एकपल पनि सोच्न नसक्ने अन्धो प्रेमी बनिसकेको थिएन। सदाझै दिनहरू सुन्दर भविष्यको योजनाहरू बनाउँदै बितिरहेका थिए।
पहिले जस्तै फेरि पनि कमलाले त्यही कुरा दोहोऱ्याइन्। म जस्तो अनपढ, गरिब, नराम्री अनि विदेश आएकी केटीसँग हजुर विवाह नगर्नुहोस्। तपाईँ पढेको जान्ने बुझ्ने मान्छे। फेरि पनि उनको यस्तो कुराले मेरो मन नमिठो गरी दुख्यो। मैले उनलाई भने, कमला, तिमी किन यस्तो कुरा गर्छौ? मैले तिम्रो रूपलाई प्रेम गरेको होइन। म तिमीभित्र आत्मा र विचारप्रति समर्पित छु। म बाहिरी सुन्दरतालाई हेर्दिन, जसको मन सफा छ, सधैँ सत्य र खुलेर बोल्छ। मैले त्यस कुरालाई प्रेम गरेको छु कमला। त्यसपछि उनी केही बोल्दिनथिन्, चुपचाप बसिरहन्थिन्। म उनलाई वेबक्याम मार्फत हेरिरहन्थेँ। यसरी उनले बारम्बार यही कुरा गर्दा र उनका पछिल्ला व्यवहारले गर्दा मान्छेको मन नहो मलाई कता कता शङ्का लाग्न थालिसकेको थियो। कतै कमलाको अर्को केटा साथी त छैन? नत्र किन उनले मलाई बारम्बार विवाह अन्त्य गर्नुहोस् भन्छन्? मेरो मौनताको पर्दालाई च्यातेर फेरि मैले एक दिन उनीसँग सोध्ने आँट गरेँ, कमला, तिमीलाई आजभोलि के भएको छ? तिमीलाई मेरो प्रस्ताव राम्रो लागेन कि तिम्रो अरू कोही छ जसको सामु आफूलाई समर्पित गरेकी छु? मेरो यस प्रकारको प्रश्नबाट झस्किएर उनले भने, त्यस्तो केही होइन। तपाईँको ड्युटी जाने टाइम भयो होला, जानुहोस्, फेरि बोसले गाली गर्ला। यसरी उनले कुरा अन्तै मोडिन्। त्यति बेला मेरो ड्युटी जानको निम्ति ढिलो मात्र होइन, 15 मिनट ढिलो भइसकेको थियो। मायामा हामी धेरै अगाडि बढिसकेका थियौँ। जति म कमलालाई माया गर्थेँ उति उनले पनि गरेको आभास हुन्थ्यो मलाई। तर यो कस्तो माया गरेकी हुन् उनले मलाई? देखावटी हो या साँच्चै? त्यो त मैले बुझेकै थिइनँ। तर मसँग कुरा गर्दा भने धेरै माया, धेरै प्रेम भएका कुरा गर्थिन्। दिनहरू यसरी नै द्रुत गतिमा अघि बढिरहेका थिए। हाम्रो अनलाइनमा भेट गर्ने जहिले पनि एउटै टाइम हुने गर्थ्यो। कहिलेकाहीँ म अनलाइनमा बस्न ढिलो भएमा उनले मिस कल गर्ने गर्थिन् त उनी ढिलो भएमा म फोन गर्थेँ। हामी बीच एक दिन पनि कुरा हुन नपाउँदा छटपटीमा दिन बित्थ्यो। दिनमा 3-4 घण्टा लगातार कुरा गर्दा पनि मेरो मन मान्दैन थियो। उनले हरेक घण्टामा मलाई मिस कल गरिरहन्थिन्। ड्युटीको समयमा पनि म उनलाई सधैँ 2-3 पटक फोन गरिरहन्थेँ। रातको 10 बजे मेरो ड्युटी सकिन्थ्यो। खाना होटलमा खाने भएकाले सधैँ ड्युटीपछि खाना खाएर आफ्नो कोठामा फ्रेस भएर केही समय साथीहरूसँग गफ गर्थेँ। जब सुत्ने समय हुन्थ्यो प्रत्येक रात कमलासँग कुरा गरेर मात्र सुत्ने गर्थेँ। उनी पनि धेरै खुसी हुँदै भन्थिन्, यसरी धेरै पैसा खर्च नगर्नुहोस् है हजुर, पछिको लागि चाहिन्छ। प्रत्युत्तरमा मैले भन्थेँ, के गर्ने, तिमीसँग कुरा नगरी हिँड्दै आउँदैन। कमला मन्द मुस्कान छाड्दै भन्ने गर्थिन्, सक्नुहोस् न, म पनि हजुरको साथमा आउँछु नि। वास्तवमा भन्नुपर्छ उनको साथ बिना मलाई बाँच्न धेरै गाह्रो लाग्छ।
पहिले जस्तै हाँसो खेलठट्टामा दिनहरू बिताइरहेका थियौँ। हाम्रो सम्बन्ध कसिलो बन्दै चलिरहेको थियो। मैले उनलाई तिम्रो घरमा माग्न गएर विवाह गर्छु पनि भनिसकेको थिएँ। सायद बुधबारको दिन हुनुपर्छ हामी बिच एउटा योजना पनि बन्यो। कमलाले मलाई भन्दै थिइन्, अब म 1.5 साल विदेश बसेर मात्र नेपाल छुट्टीमा फर्किन्छु। त्यस बेला विवाह गर्ने भए ठिक छ, म तयार छु। तर फेरि मलाई एकपटक विदेश आउन दिनुपर्छ, किनकि मैले मेरो परिवारको निम्ति अझ धेरै केही गर्नु छ। त्यस बेला मैले उनको कुरालाई बिचैमा काटेर भनेको थिएँ, विवाहपछि हामी एक अर्काबीच छुट्टिएर बस्ने छैनौँ कमला। हाम्रो पुरा समय परिवारसँग हुनेछ। बरु जति वर्ष भन्छौ त्यति वर्ष म पर्खन तयार छु। तर विवाहपछिका दिन हामी एक अर्काबीच अलग कदापि हुने छैनौँ। 3 वर्षको ठाउँमा अझ 1 वर्ष बढाएर बस्छौ भने पनि ठिकै छ, म गर्छु। तर विवाहपछि विदेश जाने कुरा मसँग गर्दै नगर। अनि के गर्ने त? कमलाले मलाई सोधिन्। मैले भने, हाम्रो पनि भविष्य हेर्नुपर्छ। दिनसँगै उमेर पनि ढल्किरहेको छ। भोलि हाम्रो सन्तान होलान्, उनीहरूको उचित शिक्षा र पालन पोषणको जिम्मेवारी हुन्छ। हामीले जस्तो भोलिका दिनमा हाम्रा सन्तानले अर्काको देशमा गुलाम बनेर दुःख गर्न नपरोस् कमला। मैले यति भनेपछि कमलाले मेरो कुरा सही हो भन्दै ममा अझ आत्मविश्वास बढाइदिने गर्थिन्। मलाई लाग्थ्यो कमलाले म प्रति देखाएको प्रेम कहिले मर्दैन। हामी बिच धेरै विश्वास थियो। मेरो पहिलो प्रेम भन्नु नै उनी थिइन्। हरेक कुरामा साथ दिने बाचा गरेकी थिइन् र म पनि उनको पहिलो र अन्तिम प्रेम हुँ भन्ने ठान्दथेँ। समयको बुनियादीसँगै दिनहरू अगाडि बढिरहेका थिए। हामी दुई बिचको दूरी बिस्तारै मेटिँदै गइरहेको थियो। बेला बेलामा एक आपसमा भविष्यका प्रष्ट रेखाहरू कोरिने गर्दथे। यसै क्रममा एक दिन उनले विवाहपछि काठमाडौँमा बस्ने इच्छा व्यक्त गरिन्। मैले उनको त्यो कुरालाई स्वीकार गर्न सकिनँ। गरौँ पनि म कसरी? एउटा सामान्य परिवारमा जन्मेको मान्छे, गाउँले जनजीवनमा हुर्किएको मान्छे काठमाडौँमा रहेर कसरी जीवन चलाउन सक्थे र? यही प्रसङ्गलाई लिएर हामी बिच सानो झगडा पनि भयो। अनि उनी रुन थालिन्। मैले सम्झाउने धेरै कोसिस गरेँ, तर केही नबोली त्यही हालतमा बसिरहिन्। त्यसरी उनी रोएको देखेर मलाई पनि नरमाइलो लाग्यो। केही समयपछि म ड्युटीमा आएँ, तर काम गर्न मनै लागेन। उनलाई फेरि फोन गरेँ। पुनः हाम्रो बोलीचाली पहिलेकै जस्तो सुरु भइहाल्यो। ड्युटी सकेपछि फेरि फोन गर्ने बाचा गर्दै म आफ्नो कोठातर्फ लागेँ। त्यसबेला माया, प्रेम, कमला अनि म बीचको सम्बन्धका शब्दहरू मनस्पटलमा यसरी घुम्न थाल्छन्। प्रेमको नशा कस्तो मात अचम्मको, भेटमा हुँदा हुने बात अचम्मको, उता ऊ यता म किराहरू एकै छन्, छुट्टिएर मिल्दाको साथ अचम्मको। केही भन्नै हुन्न सुकसुकाई सधैँ रुने नारीको जात अचम्मको। राति म आफ्नो कोठामा पुगेपछि कमलालाई फोन गरेँ। सदा झैँ केही समय मिठा मिठा गफगाफ भए। आज पनि कमलाले त्यही कुरा दोहोऱ्याइन्। हजुरलाई निन्द्रा लागेन हो? पख्नुहोस्, केही दिनपछि म आउँछु।
हाँस्दै फेरि कमला भन्छन्, आज के सपना देख्नुहुन्छ हजुर? भोलि मलाई भन्नुहोस् है। आई लभ यु, गुड नाइट। त्यसपछि म सुत्न ओछ्यानमा पल्टिन्छु। उनको मायाभित्र डुबेर म एकोरो आफूलाई जीवनसँग मागेर पाउने भए म तिम्रै लागि खुसी माग्ने। भागेर मिल्ने भए म सारा देवी देउता भाग्ने। मागेर पाउने भए म तिम्रै लागि खुसी माग्ने। भागेर मिल्ने भए म सारा देवी देउता भाग्ने। हिजोका दिनभन्दा आजका दिनहरू नयाँ नयाँ योजनाका साथ अझ अघि बढिरहेका थिए। विवाहपछि कुनै व्यवसाय गर्ने योजना कमलाले मलाई भनिन् र म पनि त्यही नै चाहन्थेँ। त्यही व्यवसायको सहाराले घर व्यवहार चलाउनका साथै केही गर्न अरूको भर गर्नु नपरोस् भन्ने हाम्रो चाहना थियो। त्यसरी नै दिनहरू हाँसी खुसी बितिरहेका थिए। यो समयसम्म हामी बीच इन्टरनेटको माध्यमबाट धेरै फोटोहरू आदान प्रदान भइसकेको थियो। कमला र मेरो चाहनामा मैले मेरा र उनका फोटोहरूलाई जोडेर 5-6वटा फोटो बनाएँ अनि अरू फोटोलाई पनि गीतमा राखेर भिडियो तयार गरेँ। त्यो फोटो अनि भिडियोहरू हेरेर उनी पनि धेरै खुसी भएकी थिइन्। हाम्रो मायाको डोरी अझ कसिलो भइरहेको थियो। दिनहरू यसरी नै बितिरहेका थिए। खुसीको बहारसँगै समयको खेल भनौँ या भाग्यको लेखा। केही समयपछि एउटा शब्द, मात्र एउटा शब्द उनीबाट मलाई चट्याङ बनेर मेरो कानमा बज्रिन आइपुग्यो। त्यो शब्दलाई म नमिल्न सक्थेँ र नउकल्न नै चारैतिर अन्धकार देख्न थालेँ। भुइँ फाटेर जमिन काँप्न थाले चाहिँ लाग्थ्यो। मैले केही सोच्न सकिरहेको थिइनँ। आज यो अवस्थामा आइपुगेपछि किन कमलाले मलाई भुलिदिनुहोस्, अरू नै कोही राम्रै केटीसँग घरसम्म गर्नुहोस् भनिन्। त्यति मात्र होइन, मेरो अरू नै कोही साथी छ, उसको र मेरो परिवार बीच विवाहको कुरा चलिरहेको छ।
तपाईलाई मायाको पासोमा पारेर मैले गल्ती गरेँ, सक्नुहुन्छ भने माफ गरिदिनुस्। यति भनेर उनी रुन पो थालिन्। कमलाको यस किसिमको कुराबाट ममा आत्मग्लानि भएर आयो। म त उनको मायामा धेरै नै कमजोर बनिसकेको थिएँ। लाग्थ्यो उनी र म बीच अब कुनै त्यस्तो दूरी छैन जसले मलाई उनीबाट टाढाको अनुभूति घरहरू सम्झेर अनायासै मेरो मन भक्कानिएर आउँछ। आँसु रसाएर आँखामा टिलपिलाउँछ। मनलाई एकछिन मात्र हलुका पार्न भए पनि बाथरुममा गएर रुने गर्छु। मेरो भाग्य यस्तै नै रहेछ भनेर चित्त बुझाउने कोसिस गर्छु, तर उनको मायाबाट टाढा हुन सक्दिनँ। यसबिचमा मेरो साथीहरूले मलाई धेरै सम्झाउने कोसिस गर्थे। विदेश गएका केटीहरू यस्ता हुन्छन् उस्तो हुन्छन् भनेर सुनाउने गर्थे। तर पनि मेरी कमला त्यस्तो केटी होइन भन्ने मलाई पुरा विश्वास थियो। जसले कमलाको बारेमा नराम्रो कुरा गर्थ्यो त्यो माथि म आक्रोश पोखिहाल्थे। कसैको कुरा म सुन्दिन थिएँ। उनको बारेमा कसैले केही भनेमा मलाई असह्य हुन्थ्यो। उनले यस्तो असह्य प्रस्ताव राख्दा पनि सदा नै कमला र मेरो कुरा भइ नै रहेको थियो। धोका दिनु नै थियो त किन प्रेमको नाटक गर्यो कमला? यदि तिम्रो त्यस्तो मानसिकता थियो भने पहिले रोकिनु पर्थ्यो। माया थिएन त तिमी किन अघि बढ्यौ? आखिर किन? मेरा यस सारा प्रश्नका कमलाबाट कुनै जवाफ आउँदैन। जब म सोध्छु जवाफमा उनी रुन सुरु गर्छन्। मैले आफूलाई धेरै सम्हाल्न खोजेँ तर सकिनँ। घन्टौं हामीसँगै रोइरहन्थ्यौं। साथीहरू मलाई देखेर अचम्म हुन्थे। आफू रोएर कमजोर नबन्नुस् भनेर उनले पनि मलाई भन्ने गर्थिन् र भन्थिन् मैले गरेको गल्तीको सजाय तपाईँ किन भोग्नुहुन्छ? मैले चाहेर यस्तो गरेको होइन। म बाध्यतामा छु। मलाई बुझ्ने कोसिस गर्नुहोस्। म तपाईलाई माया नगर्ने मान्छे होइन। माया गर्छु। चाहेर पनि म भुल्न सक्दिनँ। तर मेरो इच्छा मात्र हेरेर भएन। परिवार बीचको कुरा हो। यस्तो हुन्छ भनेर मैले सोचेकी थिइनँ। तपाईँ जे सजाय दिनुहुन्छ म भोग्न तयार छु। यस्ता कुरा भन्दै सच्चा प्रेमको नाटक पनि गर्थे। मैले आफूलाई बिर्सिएर उनलाई माया दिएको थिएँ। म के गर्न सक्दिनँ? एउटा मरेको मान्छेले तिमीलाई के सजाय दिन सक्छ र कमला, जो आफूलाई यति ठुलो सजाय भोगिरहेको छ? यो स्थितिमा आएर तिमीले यस्तो गर्यौ। तिमीले पहिले सोच्नु पर्ने थियो। मायाको नाटक गरी छातीमा बसी मुटुमा छुरा चलाएर जाने कोसिस गर्यौ। मलाई एउटा बजारको खेलौना सम्झेर गलत रूपमा प्रयोग गर्यौ कमला। र म पनि कस्तो बुझ्छु तिम्रो देखावटी मायामा डुबेर मूल्यहीन भएछु। तिमीले मलाई चिसो थाङ्नामा सुताएको मलाई थाहै भएन। यस्तै कुरा भन्दै नाना थरी कुरा फलाक्दै बरबराउँदै म एक्लै तड्पिन्थेँ। बाहिरी चोट भन्दा भित्री चोट कति दर्दनाक हुन्छ सायद तिमीले अन्दाज पनि गर्न सक्दिनौ होला। जुन पीडा सहेर आज यो मरुभूमिको बालुवामाथि बाँच्ने कोसिस गरिरहेको छु। अनि यो जिन्दगीलाई मैले यसरी परिभाषित गरिरहेको छु कमला। के सोच्दछु के हुन्छ कस्तो रहेछ काला जिन्दगी। यस्तो जीवन के जिउनु ठुक्क साला जिन्दगी। देख्दा सबै भन्छन् अचल के भए तँलाई। देख्दा सबै भन्छन् अचल के भए तँलाई। पिर नगर यसरी त बेकारमा जाला जिन्दगी। रित्तो छैन केही उनी बिनाको जीवन। जन्जिर बीच बाँधिएको भयो ताला जिन्दगी।
सजिलो छ भन्नलाई बिर्सिदेऊ अब यसरी त पिरे खाला हे जिन्दगी बरसातको भेल जस्तै बेहोसीमा बही हिँड्ने यात्राविहीन पानी बग्ने भयो नाला जिन्दगी यात्राविहीन पानी बग्ने भयो नाला जिन्दगी आत्मा जलेको भए पनि सबैको सामु बनावटी हाँसो हाँसिदिने गरेको छु जब तिम्रो मायाको आवाज हुन्छ कमला नितान्त एक्लो बनी बसिरहेको हुन्छु तिमीले गरेका बाचाहरू सम्झन्छु आँखाहरू यसरी चलिरहेछन् सँगै जिउने बाचा गरी ओ सँगै जिउने बाचा गरी सपना देखाइ नाना थरी सँगै जिउने बाचा गरी सपना देखाइ नाना थरी मोटु गर्दै हिँड्ने तिमी माया पनि किन्ने तिमी अब माया लाउन पर्दैन मेरो छेउमा आउन पर्दैन अब माया लाउन पर्दैन मेरो छेउमा आउन पर्दैन यस्तो लाग्थ्यो तिम्रो दिलमा मलाई मात्र बास दिन्छौ मेरो हर सुख दुःख आधा आधा बाँडिदिन्छु यस्तो लाग्थ्यो तिम्रो दिलमा मलाई मात्र बास दिन्छौ मेरो हर सुख दुःख आधा आधा बाँडिदिन्छु चोखो माया गर्छु भने ओ चोखो माया गर्छु भने सँगै जिउँछु मर्छु भने चोखो माया गर्छु भने सँगै जिउँछु मर्छु भने मोटु साट्दै हिँड्ने तिमी माया पनि किन्ने तिमी अब माया लाउन पर्दैन छेउमा आउन पर्दैन अब माया लाउन पर्दैन मेरो छेउमा आउन पर्दैन नेपालमा एक दिन पनि त्यसरी नसुतेको म यहाँ जीवन र मृत्युलाई तिम्रो मायाको तराजुमा जोखेर सुत्न परेको छ कति कमजोर बनिसकेछु कति आफूले मारिरहेको रहेछु वास्तवमा म गलत रहेछु साथीहरूले भनेका सबै कुराहरू ठिक जस्तो लाग्न थाल्यो कमलाको त्यस किसिमको व्यवहारदेखि मलाई प्रतिशोधको भावना जागेर आयो नआओस् पनि कसरी जसलाई जिन्दगीमा अति बेहद प्यार गर्न थालेको थिएँ प्यारको परिभाषालाई पैतालाको धुलो सम्झेर टकटकाउँदा कसको हृदयमा सही कुराको बिगारोपन हुन्छ र बेहोस बनेर हाम्रो प्रेमलाई मैले इन्टरनेटमा छरिदिएँ दुनियाँको सामु हाम्रा सारा गोप्य चिजहरू प्रस्तुत गरिदिएँ अब यो जीवनको कुनै अर्थ नभएको महसुस भएपछि छटपटीले भित्रभित्र जलिरहे त्यसरी मेरो शब्द र भिडियोलाई दुनियाँको सामु प्रदर्शन गर्दा मैले गल्ती गरिरहेको महसुस पनि गरेँ त्यसपछि फेरि त्यसलाई इन्टरनेटको दुनियाँबाट हटाइदिएँ भोलिपल्ट कमलासँग कुरा भयो सायद कमलाले इन्टरनेटमा हाम्रो बारे लेखिएका कुरा पढिन होला त्यसले आफ्नो बदनाम हुने डरले पुनः उनले मसँग विवाह गर्ने कुरा राखिन् पटक पटक हाम्रो कुरा भइरह्यो
म सधैँ उनको मुहारमा हाँसो देख्न चाहन्थेँ। मैले त्यसरी इन्टरनेटमा भिडियो प्रस्तुत गर्न मेरो ठुलो भूल थियो। म कमलालाई कुनै हालतमा गुमाउन चाहन्न थिएँ र उनको खुसीको लागि म जे गर्न पनि राजी थिएँ। उनले पनि माया नगर्ने भए सायद मेरो सम्पर्कमा आउन थिएनन् होला। मेरो हालतको बारेमा एकजना साथीले कमलालाई केही कुरा सुनाइदिएछन्। त्यस बेलाको हाम्रो सम्पर्कमा उनी रुँदै भन्दै थिइन्, यसरी आफूलाई किन मार्नुहुन्छ, म तपाईलाई साथ दिन फेरि पनि राजी छु। कमलाको त्यो कुरा सुनेर उनको ममताबाट मैले आफ्नो पुनर्जन्म भएको महसुस गरेँ। म हर पल उनीभित्र जिउँदो लास जसरी बाँचिरहेको हुन्थेँ। समयले कोल्टे फेरिरहेको थियो। उनको खुसी खोजेर म आफू खुसी बन्न चाहन्न थिएँ। हामीबीच सधैँ सम्पर्क भइ नै रहेको थियो। म उनको मनको कुरा जान्न खोजिरहेको थिएँ। मैले उनलाई स्पष्ट कुरा भनिदिएँ कि तिम्रो जे इच्छा छ त्यही गर्न सक्छौ कमला, किनभने जीवन कसैको दबावमा जिउनु भनेको मर्नुभन्दा अझ बढी हो। उनले पहिलेकै कुरा दोहोऱ्याइन्, छुट्टीमा आउने र विवाह गर्ने भए म पनि छुट्टी मिलाएर आउँछु, तर मलाई फेरि विदेश जान नदिने भए अझ 2 वर्ष कुर्नुपर्छ। उनको लागि म जति वर्ष पनि कुर्न तयार थिएँ, तर उनलाई कर्कापमा दबावमा पारेर आफ्नो जीवन सुरु गर्न म चाहन्न थिएँ। कसैको इच्छा आकांक्षालाई कुल्चेर म अघि बढ्ने पक्षमा पनि थिइनँ। अब कमलाको खुसी नै मेरो खुसी सम्झिन थालिसकेको थिएँ। हिजोका दिनमा जे भयो त्यसलाई भुल्ने कोसिसमा पनि थिएँ। जीवनको गोरेटो हिँड्नु धेरै गाह्रो रहेछ। सबै आफूले चाहेको नपाइँदो रहेछ। साथीहरू बीच मेरो कुरालाई लिएर निकै लामो बहस चलिरहन्थ्यो र निष्कर्ष एउटै निस्कन्थ्यो, जीवनलाई अघि बढाउन कसै न कसैको साथ चाहिन्छ।
यदि मेरो भाग्यमा पनि कमलाले साथ दिन लेखेको छ भने भोलिका दिनमा तिमीसँग नै विवाह हुन सक्छ। मलाई अझै पनि विश्वास छ कि तिमीले माया गर्छौ भन्ने, तर भावीको लेखा नहो जोसँग पनि हुन सक्छ। कमला, तिम्रो लागि हिजो मैले जुन ठाउँ दिएको थिएँ आज पनि त्यो ठाउँ तिम्रै लागि छ र भोलि पनि तिम्रै लागि हुनेछ। तिम्रो जिन्दगी तिम्रो आफ्नै खुसीले जिउन पाउनुपर्छ भन्ने मेरो मान्यता छ कमला। सायद म तिमीलाई चाहेर पनि भुल्न सक्दिन होला। आफूले चाहेको मान्छेलाई मनदेखि मेटेर कहाँ मेट्न सकिँदो रहेछ र। जनवरी 23 तारिकका दिन हाम्रो अन्तिम कुरा भएको थियो। कमला, तिमी रोइरहेकी थियौ। मैले त्यस बेला सिर्फ एउटा प्रश्न गरेको थिएँ, तिमी के चाहन्छौ अब? बस एउटा प्रश्न। यो प्रश्न मैले तिमीलाई करिब 7 पटक दोहोऱ्याएपछि मात्र तिमीले जवाफ दिएकी थियौ। जवाफमा भनेकी थियौ, तपाईको नजरमा म एक चरित्रहीन खराब केटी कहलिएँ। हेरौँ भोलिका दिनमा के हुन्छ, म यसै भन्न सक्दिनँ। म छिटै मरिन भने भोलिका दिन अनि भोलिको समयको पर्खाइमा पर्दा पछाडिबाट एउटा रमिते बनेर जिन्दगीलाई हेरिरहेछु। कमला, तिमीलाई कसले चरित्रहीन नारी भन्यो? कसले? यदि तिमी मेरो मायामा कुठाराघात गर्न सक्छौ भने मैले पनि रिसको आवेगमा हामी बीचका फोटो जोडेर बनाएको भिडियो क्लिप सार्वजनिक गरेँ। हो, म मान्छु यसो गर्नु मेरो मूर्खता थियो, तर तिमीले पनि त मेरो मायामा छुरा नचलाएको भए यो हुने थिएन। अब तिमी फुक्का पन्छी भनेकी थियौ। आफूलाई जहाँ मन लाग्यो त्यही सेयर गर्न सक्छौ, जहाँ खुसी मिल्छ त्यही नाता जोड्न सक्छौ। तर तिमी मेरै हुनुपर्छ